ख्रीष्ट अभिवादन सबैजनालाई जय मसी। म एरन राईबाट र आजदेखि म एउटा सानो वर्ड अफ गड जहिले पनि सेयर गर्ने म प्रयास गर्नेछु। यदि हुनसक्यो भने दिउँसो नत्र भने राति एभ्री डे म सेयर गर्ने कोसिस गर्छु। र आज चाहिँ म एकदमै छोटो वर्ड अफ गड लिएर आएको छु, तर त्यसलाई बुझाउनु पर्दाखेरि चाहिँ अलिकति लामो हुनसक्छ है तपाईँहरूको अगाडि। र वर्ड अफ गड चाहिँ कुन चाहिँ हो भन्नुभयो भने म तपाईँलाई भन्न चाहन्छु, यो वर्ड अफ गड चाहिँ म्याथ्यु 8 को तपाईँले 23देखिको लिएर 27सम्म हेर्नुभयो भने तपाईँले यो वर्ड आजको चाहिँ पाउनुहुन्छ। यो वर्डले के भन्छ भन्दाखेरि म्याथ्यु 8 को 23बाट म पढ्दैछु है त। 27सम्म म 23देखि पढ्दैछु, तपाईँहरू पनि पढ्न सक्नुहुन्छ। यहाँ के भनिरहेको छ भन्दाखेरि जिजस गट इन्टु अ बोट, इङ्ग्लिस बाइबल हो सरी है, म तपाईँहरूलाई नेपालीबाट पनि बुझाउनेछु, इङ्ग्लिसबाट पनि बुझाउनेछु। प्रभु यीशु चाहिँ जहाजमा चढ्नु भयो अनि उसको फलोवर्सहरू पनि उसँगै चढे र जतिखेर चढे अनि त्यसपछि के भयो, एउटा आधी तुफान भनौँ न, एउटा आधी तुफान आएको कुरा छ त्यहाँ। र आधी तुफान आउँदाखेरि चाहिँ एकदमै भयानक आधी तुफान आउँदाखेरि चाहिँ येशू ख्रीष्ट त्यहाँ सुतिरहेको चाहिँ हुनुहुन्थ्यो। उहाँ चाहिँ के गरिरहनु भएको थियो, बाहिर चाहिँ डर लाग्दा आधी तुफान आइरहेको छ, उहाँ चाहिँ सुतिरहेको थियो है। र उहाँको चेलाहरू चाहिँ छक्कै परेर डरले पनि होला, हामी चाहिँ यहाँ डरले मर्न आँटिसक्यो, यीशु त सुत्छ के भएको भनेर चाहिँ चेलाहरू छक्कै परिरहेको थियो, एकदमै डरायो। र म भन्न चाहन्छु छक्कै पर्नु भन्दाखेरि फर्स्ट चाहिँ छक्कै नै परिरहेको थियो कि यस्तो आधी तुफानमा नि उहाँ सुतिरहेछ, र सेकेन्ड चाहिँ डराइरहेको थियो एकदमै है। र जब चाहिँ उनीहरूको डरको एउटा हुन्छ नि लेभल एकदमै हाई भयो, त्यतिखेर चाहिँ उनीहरूले भनेको चाहिँ येशू उठ, किनभने हामी चाहिँ मर्न आँटेको छ, हामी चाहिँ नाश हुन आँटेको छ, हामी चाहिँ सकिन आँटेको छौँ, तपाईँले चाहिँ हामीलाई हेल्प गर्नुहोस्, बचाउनुहोस्। र यीशु उठेर के भन्नुभएको छ भन्दाखेरि अल्पविश्वासी हो होइन, अथवा यहाँ इङ्ग्लिसमा पनि मजाको भनेको छ। इङ्ग्लिसमा के भनेको छ भन्दाखेरि चाहिँ ओके, जिजस एन्सर्ड वाइ आर यु एफ्रेड, किन डराएको, यु डोन्ट हेभ इनफ फेथ, तिम्रोमा इनफ फेथ नै छैन क्या, त्यही भएर चाहिँ तिमीहरू डराएको, तिमीहरूकोमा के छैन, फेथ त हुन्छ तर इनफ फेथ चाहिँ छैन। अब यो कुरा चाहिँ भन्नु सजिलो छ, अब चेलाहरूको जग्गामा चाहिँ तपाईँ र म नै भएको भए पनि के हुन्थ्यो भन्दाखेरि म पनि त्यस्तै भन्थेँ होला, प्रभु यीशु उठ्नु न, के सुतिरहेको, हामी यहाँ जहाज के भन्छ भुइँचालो आएको जस्तो भइरहेको छ पानीमा, डरै लाग्दो आधी तुफान, एनी टाइम जहाज पल्टिन सक्छ, यस्तो हुँदैछ होइन। अनि तपाईँ चाहिँ मजाले कसरी सुत्नु पनि सकेको। र येशूले त्यहाँ भन्नुभएको छ कि अल्पविश्वासी हो। त्यसो भन्दा प्रभु सबै अल्पविश्वासी नै होला, किनभने यस्तो आधी तुफान आउँदाखेरि त जो पनि डराउँछ, त्यो पनि बोटमा चाहिँ चारैतिर पानी न त कसैले बचाउन सक्छ। प्रभु यीशुले किन चाहिँ यहाँ अल्पविश्वासी हो भनेको छ, अथवा तिमीहरू विश्वासमा दरिलो छैन भन्ने शब्द चाहिँ किन युज गरेको छ। प्रभु यीशु पनि एकदमै सबै कुरा जान्ने हुनुहुन्छ, तपाईँहरू सबैलाई थाहा छ। परमेश्वरको पुत्र, स्वयं परमेश्वर, राजाहरूको राजा, प्रभुको प्रभु, स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ। उहाँले त्यसै चाहिँ यो वर्ड युज गरेको होइन, ए अल्पविश्वासी हो अथवा तिमीहरू विश्वासमा कमजोर छौ एकदमै भन्ने शब्द चाहिँ त्यसै प्रयोग गरेको होइन। तर यो प्रयोग चाहिँ किन गरेको भन्नुको निम्ति, फेरि यो प्रयोग चाहिँ किन गरेको भन्नुको निम्ति चाहिँ म अलिकति अगाडिबाट म तपाईँलाई सुनाउनेछु। त्यो चाहिँ कहाँबाट भन्दाखेरि प्रभु येशूको चाहिँ तपाईँ मत्तीको हेर्नुभयो भने मत्तीको नि 4 दिनको हेर्नुभयो भने प्रभुको परीक्षा सुरु 4 भन्दा पनि अगाडि तपाईँको ओके मत्तीको 3 को 13 दिनको हेर्नुभयो भने, मत्ती 3 को 13 दिनको हेर्नुभयो भने त्यहाँ के सुरु भएको छ भन्दाखेरि प्रभु येशू जन द ब्याप्टाइजरद्वारा बप्तिजम भयो। अब यहाँबाट कहानी सुन्नुहोस् है, अनि त्यहाँबाट बुझ्नुहुन्छ। त्यतिखेर लास्टमा गएर चाहिँ प्रभु येशूले आफ्नो चेलाहरूलाई चाहिँ किन चाहिँ तिमीहरू चाहिँ अल्पविश्वासी हो अथवा विश्वासमा दरिलो नभएको मान्छे हो
अथवा डराइहाल्ने मान्छे हो अथवा विक मान्छे आत्मामा, किन चाहिँ भन्नुभयो त्यो चाहिँ अब बुझ्नुहुन्छ जब चाहिँ तपाईँ यहाँबाट पढ्नुहुन्छ। र यहाँ के छ भन्दाखेरि जोन द ब्याप्टाइजरद्वारा प्रभु यीशुले ब्याप्टिजम लिनुभयो। ब्याप्टिजम लिने बित्तिकै मत्ती 4 गयो भने के छ, प्रभु यीशु परीक्षामा परे। प्रभु यीशुलाई 40 दिन 40 रातसम्म के पनि खानु भएन र एकदमै भोको अवस्थामा उहाँको परीक्षा भए र परीक्षा शैतानले 3 पल्ट परीक्षा लिँदाखेरि 3 पल्ट परीक्षामा जितेर प्रभुको नाउँ अन्तिमसम्म पनि मेरो पिताको इच्छा नै पुरा हुनुपर्छ, मेरो पिताको इच्छा नै मेरो जीवनभन्दा पनि अथवा यो प्राणभन्दा पनि ठुलो हो भनेर प्रभुको पिताको इच्छालाई पनि पुरा गरेको हामी देख्छौँ येशू मसीहले। तर के भयो भन्दाखेरि त्यो परीक्षा सकिसकेर चाहिँ जोन द ब्याप्टाइजर चाहिँ पक्राउ पर्छ र पक्राउ परिसकेपछि चाहिँ येशू ख्रिस्टले चाहिँ के गर्छन् भन्दाखेरि चाहिँ जोन द ब्याप्टाइजरको बदली चाहिँ गोस्पलहरू सुनाउनु थाल्छ ठाउँ-ठाउँमा गएर, होइन। यहाँ के लेखेको छ भन्दा ठाउँ-ठाउँमा गएर जब चाहिँ जोन द ब्याप्टाइजरलाई जेलमा हाले तब चाहिँ येशू ख्रिस्ट चाहिँ गलिलमा आएर चाहिँ के गरे, प्रचारहरू गर्न थाले, होइन। जग्गा-जग्गामा गएर चाहिँ प्रचारहरू गर्न थाले गलिलमा आएर। र त्यहाँबाट हामी के देख्छौँ भन्दाखेरि जिजसले चाहिँ त्यहाँबाट चाहिँ प्रचारहरू गर्नु जस्ट स्टार्ट खालि गर्दाखेरि त्यहाँबाट चाहिँ चेलाहरूको कुरा आउँछ है, चेलाहरूको कुरा आउँछ। तपाईँहरू सबैजनालाई थाहा छ सिमोन पत्रस र अन्द्रियास दाजुभाइ, उनीहरूलाई येशूले बोलाए जाली हान्दै गरेको बेलामा। र त्यसरी नै जेबेदीको छोराहरू, होइन, जेम्स र जोन, यिनीहरूलाई पनि बोलाए। यिनीहरूलाई पनि बोलाउँदाखेरि उनीहरूले आफ्नो पितालाई पनि छोडेर आएको छ। र यसरी चाहिँ प्रभु येशूको चेलाहरू चाहिँ यहाँदेखिको चाहिँ प्रभु येशूसँगै हिँड्न थाले। र अब हिँड्न थालिसकेपछि चाहिँ के चाहिँ गर्नुभयो त येशूले, त्यो कुरा हामी मजाले सुन्यौँ है। हिँड्नु थालिसकेपछि चाहिँ एकदमै इन्ट्रेस्टिङ छ। हिँड्नु थालिसकेपछि जब चाहिँ प्रभुले आफ्नो चेलाहरूलाई छान्दै थियो र एट द सेम टाइम प्रचार पनि गर्दै थियो, त्यतिखेर चाहिँ के भयो भन्दाखेरि चाहिँ प्रभु यीशुले हिलिङ मिनिस्ट्री स्टार्ट गर्नु थाले क्या। आई विल नट से हिलिङ मिनिस्ट्री, तर आई विल से हिलिङ गर्नु थाले मान्छेहरूलाई। किनभने उहाँकोमा अधिकार थियो है, अधिकारद्वारा उहाँले हिलिङ गर्नुभयो। यहाँ तपाईँले पढ्न सक्नुहुन्छ, जिजस टिचेस एन्ड हिल्स द पिपल। प्रभुले ज्ञान त दिनु हुँदै थियो, मतलब तपाईँको तिमीहरू कसरी चाहिँ सबै कुरामा ओभरकम गर्नु सक्छ अथवा कुन बाटो हिँड्नुपर्ने हो, त्यो सबै कुरा मुखले त भन्दै थियो, तर एट द सेम टाइम उहाँले हिलिङ पनि गर्नुहुँदै थियो है त। यो मजाको छ कुरा। र प्रभुले यहाँ हामी देख्यौँ भने, हामी पढ्यो भने के छन् भन्दाखेरि चाहिँ प्रभु चाहिँ एउटा पहाडमा बस्नुभयो गलिलमै नै, होइन। र मिनिस्ट्री चाहिँ कहाँबाट सुन्नुभयो, कुराहरू चाहिँ कहाँबाट गर्नु थाल्नुभयो भन्दाखेरि उहाँले धेरैवटा गलिलको ठाउँमा र साइनागोग भनेको चाहिँ मन्दिरहरू, होइन, गिर्जाघरहरू, त्यस्तो ठाउँमा गएर चाहिँ प्रभु यीशुले प्रिचिङ गर्नु थाल्यो। उहाँले भन्नु थाले यस्तो हो उस्तो हो भनेर। र त्यो सुनेर चाहिँ डल्लै सिरिया नै के भयो, एमेज्ड भनेको चाहिँ छक्कै पर्यो, अचम्म, यस्तो मान्छे जसले चाहिँ अब हुन्छ नि यस्तो भयङ्कर बोल्ने अधिकार भएको मान्छे जस्तो बोल्ने को हो यस्तो मान्छे भनेर सबैजना छक्कै परे है। बिमारीहरू निको गर्न थाले, होइन। एकदमै भूत लागेको मान्छेहरूलाई भन्ने बित्तिकै निको भइरहेको। अझै हामी पछि गयो भने एकदमै धेरै मात्रामा अन्धकारको विरुद्धमा काम गरिरहेको हामी येशू ख्रिस्टको विषयमा देख्छौँ। यति मात्र होइन, उहाँले पढाउनु पनि थाले। र पढाउनु चाहिँ के को विषयमा पढाउनु थाले मानिसहरूलाई। आई विल नट से बाइबल क्लास गर्नु थाले भनेर, किनभने क्लास गराएको होइन, तर प्रभु यीशुले त्यतिखेर प्रचार कसरी गर्नु थाले, शिक्षा कसरी दिन थाले भनेर भन्दाखेरि चाहिँ उहाँ चाहिँ एउटा पहाडमा बस्नुभयो। पहाडमा बस्नु भएर चाहिँ उहाँले आत्माको विषयमा पढाउनु थाल्यो। जो चाहिँ दुःखी छ अहिले उनीहरूको विषयमा पढाउनु थाल्यो। जो चाहिँ हम्बल छ अहिले, जसले चाहिँ साँचो कुरा मात्रै गर्न चाहन्छ,
सबै कुरालाई पछि हटाएर साँचो कुरा मात्रै गर्न चाहन्छ। त्यसको विषयमा अझै धेरैवटा कुरा, मर्सीको विषयमा, एकदम प्योर थट्स है, एकदम प्योर विचारहरूको विषयमा र धेरैवटा पिसहरूको विषयमा होइन, एकदमै राम्रो राम्रो कुराहरू सिकाउनु भयो। नचौर्नु, नढाँट्नु, आफ्नो शत्रुलाई पनि प्रेम गर्नु भन्ने खालको कुराहरू चाहिँ उहाँले सिकाउनु भयो। यो सिकाउनु हुँदाखेरि चाहिँ यो आश्चर्यको कामहरू गर्दाखेरि चाहिँ यो एकदमै मिराकल, जुन चाहिँ मिराकल चाहिँ इतिहासमा चाहिँ कुनै राजाले अथवा कुनै प्रभुहरूले अहिलेसम्म कसैले पनि गरेको थिएन। त्यस्तो चाहिँ प्रभु यीशुले एकदमै धेरै मात्रामा गर्नुभएको छ। एकदमै धेरै मात्रामा, यति साह्रो कि हिस्ट्रीले नै भन्छ कि प्रभु येशू जस्तो मिराकल र अचम्मको काम र आश्चर्यको काम चाहिँ अहिलेसम्मको हिस्ट्रीमा कसैले पनि यति साह्रो गरेको थिएन भनेर। यति धेरै मात्रामा मान्छेहरूलाई निको, जाति होइन, असल र सबै कुरा पुऱ्याइदिने, मरेको मान्छे धरि पनि निको गर्ने, जाति बनाइदिने, उठाइदिने। पत्रसको आमालाई एकपल्ट हामीले हेऱ्यौँ भने पत्रसको सासू आमालाई चाहिँ प्रभु येशूले के गरेको छ, छुने बित्तिकै जाति बनाइदिएको छ। र जो चाहिँ बिमार एउटा स्त्री, प्रभु येशू घरमा जाँदाखेरि एउटा बिमार स्त्री थन्केर बसिरहेको थियो, त्यो थन्केको स्त्रीले नै उठेर चाहिँ प्रभु येशूकै लागि नै खाना बनाइदिएको छ भनेपछि कतिको चाहिँ इम्पोर्टेन्ट कुरा होला यो। हामीलाई लाग्छ यस्तो यत्रो कुराहरू किन लेखेको बाइबलमा, बट इट्स भेरी इम्पोर्टेन्ट क्या। एउटा केही गर्नै नसक्ने मान्छे, एउटा तपाईँ इफ सपोज सोच्नुहोस् एउटा यस्तो सिचुएसनमा हुनुहुन्छ जहाँ चाहिँ तपाईँको थट्सले, तपाईँको विचारले तपाईँलाई भन्छ कि त्यो सकिन्छ, त केही पनि गर्नु सक्दैन। तर त्यतिखेर नै कोही मान्छे आयो र तपाईँलाई प्रार्थना गर्यो र तपाईँ इमिडिएटली निको भयो र तपाईँको माइन्ड अनि तपाईँको हृदयबाट नै एउटा इच्छा जाग्यो कि म यो मान्छेको लागि चाहिँ केही गर्छु, किनभने म आइएम फिलिङ सो गुड राइट नाउ क्या। र यो एकदमै ठुलो र इम्पोर्टेन्ट कुरा हो। यस्तो आश्चर्यको कामहरू देखिसकेपछि चेलाहरूले त्यहाँबाट के आउँछ म तपाईँलाई भन्न चाहन्छु। मैले यहाँ लेखिरहेको थिएँ अलिकति, ओके मैले जति पनि भन्नुपर्ने थियो तपाईँलाई कुराहरू भनिसकेँ र म अन्तिममा आउँदैछु अब, किनभने म बेसी लामो भन्नु चाहन्न। र फेरि पनि म यहाँ आउँदैछु। जिजस गट इन द बोट, जिजस चाहिँ एउटा जहाजमा चढ्नु भयो र जहाजमा ऊ र उसको के थियो, चेलाहरू पनि चढेको थियो। र चेलाहरू चढ्दाखेरि लास्टमा आँधी तुफान आउँदाखेरि चेलाहरू एकदमै डराए। तिमीहरू अल्पविश्वासीहरू हो भनेर चाहिँ त्यहाँ प्रयोग गर्नु चाहिँ अब चाहिँ सुहायो यीशु ख्रीष्टलाई। अघिसम्म चाहिँ सुहाएको थिएन होला यीशु ख्रीष्टलाई। हामीले डाइरेक्ट तपाईँको मत्ती 8:23देखिको 27सम्म खालि पढ्यो भने यीशु ख्रीष्टले त्यो स्टेटमेन्ट दिएको, त्यो लाइन भनेको चाहिँ मेबी सुहाएको थिएन होला, किनभने त्यस्तो आँधी तुफान आउँदा त जो पनि डराउँछ नि होइन। अब मार्नै आँटिसक्यो, यस्तो भइसक्यो होइन, अनि जो पनि डराउँछ। के चाहिँ भन्नुभएको प्रभु तपाईँले भनेर 1000जनाले क्वेसन गर्छ। तर म तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि अब चाहिँ जब हामीले प्रभु येशूको बप्तिजमदेखिको यता जति पनि कार्यहरू येशूले गर्नुभयो र उहाँको चेलाहरूसँगै हुँदाखेरि गर्नुभयो र यस्तो अचम्म र यस्तो आश्चर्यको काम गर्नुभयो, जुन चाहिँ काम चाहिँ अहिलेसम्म कसैले गरेको थिएन, जुन चाहिँ काम चाहिँ अहिलेसम्म गर्नु त उनीहरूले देख्नु त टाढोको कुरा, अहिलेसम्म उनीहरूले सोचेको पनि थिएन यस्तो काम पनि हुँदो रहेछ, परमेश्वरको शक्ति छ भनेर चाहिँ उनीहरूले अहिलेसम्म पनि देखेको थिएन। यस्तो काम प्रभु येशूले उनीहरूको आँखाको छेउमा गर्नुभयो होइन, चेलाहरूको आँखाको छेउमा। तर पनि त्यस्तो ठुलो काम देख्दाखेरि पनि विश्वास नगर्दाखेरि चाहिँ प्रभु येशूले त्यतिखेर चाहिँ अल्पविश्वासी हो अथवा विश्वासमा कमजोर हो भनेर यो शब्द प्रयोग गर्नुभयो। र अघि मैले भन्दै थिएँ कि म भएको भए पनि त्यस्तो भन्थेँ, प्रभु येशूको जो पनि डराउँछ नि, म खालि होइन, जो पनि डराउँछ यो बोटमा जो भएको भने यस्तो हावाहुरी चल्दैछ, तपाईँ सुतिरहेको छ। तर अब चाहिँ म यस्तो भन्छु, यदि म चाहिँ प्रभु येशूसँग बप्तिजमदेखिको लिएर यो बोटसम्म त्यहाँ भएको भए चाहिँ म चाहिँ डराउँथेन।
किनभने मैले आफ्नो आँखाले देखेँ नि त उहाँको कामहरू, उहाँको कार्यहरू, उहाँको नम्रता, उहाँको टिचिङ्स, उहाँको भलाइ, उहाँको शक्ति, उहाँको बल, उहाँको बुद्धि, उहाँ साँच्चै नै परमेश्वरको छोरा हो रहेछ भनेर म यतिमा बुझिसक्थेँ कि यो चाहिँ परमेश्वरकै छोरा हो र ऊ चाहिँ हामीसँग छ भन्नु मतलब ऊ मजाले निदाइरहेको छ भन्नुको मतलब चाहिँ अब हामीहरू मजाले ढुक्क भएर बस्दा हुन्छ, केही छैन, नो सुर्ता भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। र प्रभु येशू बोटमा सुत्नुको मतलब चाहिँ ठुलो स्पिरिचुअल एउटा कुरा पनि छ। त्यो चाहिँ के हो भन्दाखेरि प्रभु येशूमा सुत्नु भन्नुको मतलब प्रभु येशू चाहिँ बोटमा सुत्नुको मतलब चाहिँ उहाँ चाहिँ आत्मामा एकदमै शान्त र एकदमै कन्फिडेन्ट हुनुहुन्थ्यो। र जब हामी पनि प्रभुको काम र प्रभुको सबै कुरा हामी प्रभुले असल पाराले बुझ्छौँ नि कि प्रभु चाहिँ किन आउनुभएको, प्रभु चाहिँ हाम्रो निम्ति किन बलिदान हुनुभयो, प्रभु चाहिँ को चाहिँ हुनुहुन्छ परमेश्वरको होइन, सबै कुरा डिटेल्समा सँगै बुझ्छ नि, तब हामी पनि आत्मामा रेस्ट पाउँछौँ र जस्तै वरिपरि सिचुएसन छ भने पनि हामी प्रभु येशू जस्तै ढुक्क भएर लिँदाउँछौँ, हामीलाई केही फरक पर्दैन त्यो सिचुएसन। धन्यवाद तपाईँहरूले सुनिदिनु भएको लागि। आजको लागि यतिमा राख्न चाहन्छु र तपाईँ सबैजनालाई फेरि पनि जय मसीह भन्दै भोलि अझै एउटा म भिडियो सधैँ यसरी नै एउटा सानो भिडियो ल्याउने प्रयास गर्छु। तबसम्मको लागि तपाईँहरू सबैजना एकदमै खुसी हाँसेर र प्रभुको प्रशंसा र महिमा गर्दै बस्नुहोस्। येशू ख्रीष्टको नाउँमा तपाईँ सबैजनालाई जय मसीह।